धेरै राम्रो निरञ्जन बाबु, तिमी आज रेसमा फर्स्ट भयो, तिमीलाई बधाई छ। 1 लाख रुपैयाँ लिऊ र अर्को वर्ष पनि हुन्छ, त्यसको लागि तयार रहौ।
ए मेरो कुरा सुन। अब के रे सुन्न बाँकी रहेर? त मेरो कुरा सुन। जे देखे क्यों नहीं काफी थिएन र? के हुँदैछ यो सहरमा? हामी किन लाचार छौँ? हरेक दिन चोरी डकैती बलात्कार हत्या के हो यो सब लफडा? हामीलाई पब्लिकले समेत विश्वास गर्न छाडिसके। मिडियाले समेत हामीलाई दोषी मात्रै देख्छ। किन हामी असक्षम छौँ? तर सर चुप लाग्नुहोस्। हालको वर्षको डाटा हेर्ने हो भने तपाईँको एरियामा भइरहेछ घटना। सर मलाई त लाग्छ यो सबै केसको जिम्मा इन्सपेक्टर राठौरलाई दिनुपर्छ। के सोध्दै हुनुहुन्छ? सर यो निराजन, यो दिपेन र प्रमोद अनि यो मुकुन्दे, यी तीनजनाहरू यसैका लागि काम गर्छन्। केटाहरू, तिमीहरूले यो काम जसरी भए पनि सफल पार्नुपर्छ। म तिमीहरूलाई मागेको जति दाम दिन तयार छु। तर हाम्रो रुल छुट्टै छ। कामभन्दा पहिले फुल पेमेन्ट। आजभन्दा 1 वर्ष अगाडि तस्करहरूबाट बरामद गरेर ल्याएको खाग यी तीनजना केटाहरूले लुटेको थिएछ। हे ह्यान्ड्स अप। दिपेन, हतियारको सामान उठा। त्यसपछि तिनीहरू कहाँ गए थाहै भएन। हामीले त वारेन्ट पनि जारी गरेका थियौँ, तर सब व्यर्थ भयो सर।
सुन्दैछु अहिले तिनीहरू यसै सहरमा छन्। जसरी भयो नि पत्ता लगाउनुहोस् र पक्राउनुहोस् तिनीहरूलाई। ओके, तर तिनीहरूलाई जसरी भयो नि पक्राउनुहोस्, जिउँदो वा मुर्दा। स्योर सर। इन्फर्मेसन ठिक छ होइन? म पनि यही 12 स्विमिङ पुलमै छु। आज भोलि के देख्दैछु म तिमीहरूलाई? दिन दहाडे काटमार फागदौड। आखिर यो सब किन? के का लागि भइरहेछ यो सब? हिजोसम्म एक अर्काका लागि ज्यानै दिन तयार साथीहरू आज आएर एक अर्काको ज्यानको प्यासी भइरहेछौ। किन? आखिर किन? यो त्यो दिनको कुरा हो जुन दिन रेस्टुरेन्टमा पुलिस आयो, तोडफोड भयो, त्यसपछि हाम्रो नाममा वारेन्ट जारी भयो। अब के गर्ने? पुलिसले हाम्रो नाममा वारेन्ट जारी गरिसके। साला, यस्तो वारेन्ट कहिले नझेलेको हो र? लाग्छ यसपालि त सारा सुटेप साइडकै अर्डर छ। लगेटाउ लुक्ने ठाउँ पक्का भयो। अब हामी यहाँ जान्छौँ।
नहिनु हिलमा बिग्रेला नि चाला नलगाऊ क्रिम पाउडर चुमिदिउँ लगाला नहिनु हिलमा बिग्रेला नि चाला नलगाऊ क्रिम पाउडर चुमिदिउँ लगाला छेउबाट हेर्दा त प्यास लाग्यो आँखा गाडी हेर्दा झनै प्यास लाग्यो फर्किउनले हेर्दा त झनै लाग्यो ओठो टोकी हेर्दा त उस झनै स्वाक लाग्यो ओ झनै स्वाक लाग्यो ओ झनै स्वाक लाग्यो पाए तिम्रो त्यो हात ल्याउँदै तर्ने थियो होला स्वर्ग जाने बाटो एक फेर चुम्न पाए तिम्रो त्यो हात ल्याउँदै तर्ने थियो होला स्वर्ग जाने बाटो फेस तिम्रो हेर्दा त ठिकै लाग्यो फेस तिम्रो हेर्दा त नसा लाग्यो फेस तिम्रो हेर्दा त ठिकै लाग्यो तिम्रो हेर्दा त नसा लाग्यो बढी तिम्रो हेर्दा त झनै लाग्यो खाल्टो नाटो हेर्दा त ओस झनै च्वाक लाग्यो झनै च्वाक लाग्यो ओ झनै च्वाक लाग्यो झनै च्वाक लाग्यो पाउन भाकल गर्दै घुम्छु सबै धाम भन्छु भने तिम्रो निम्ति त्यागिदिन्छु ज्यान तिमीलाई पाउन भाकल गर्दै घुम्छु सबै धाम भन्छु भने तिम्रो निम्ति त्यागिदिन्छु ज्यान टाढाबाट हेर्दा त होसै भाग्यो नजिकबाट हेर्दा त चाह जाग्यो टाढाबाट हेर्दा त होसै भाग्यो नजिकबाट हेर्दा त चाह जाग्यो अगाडिबाट हेर्दा त झनै लाग्यो पछाडिबाट हेर्दा त उफ झनै स्वाक लाग्यो झनै स्वाक लाग्यो झनै स्वाक लाग्यो झनै स्वाक लाग्यो स्वाक लाग्यो कसले भन्यो 3 महिना अगाडिको पत्रिका पढेर तिमीहरू आज आउने काम खोज्नलाई फेरि मलाई मेरो घरमा काम गर्ने नोकर चाहिन्छ तिमीहरू जस्तो बडीगार्ड होइन जसको घरमा एउटा जवान छोरी छ त्यो घरमा तिमीहरू लफडाबाजलाई मैले कसरी काम दिन सक्छु ल मानिलियो मैले तिमीहरूलाई काम दिए रे तिमीहरूले के काम गर्न सक्छौ तपाईले नसोचेको पनि गर्छौ हाम्रो मतलब हामीले पनि गर्न सक्छौ राम्रो काम हामी माथि त्यस्तो सोच नराख्नुस् हामी इमानदार छौं इमानदार सुन केटा राम्रोमा राम्रो नराम्रोमा नराम्रो तर म धेरै नराम्रो मान्छे हुँ र यो फौजीको नजर एकदमै सजग छ र यो फौजीको गोली बन्दुकको गोली जस्तो छ त्यसैले केटा तिमीहरूलाई यहाँ कुनै काम छैन तिमीहरू यहाँबाट गइहाल आउट गेट आउट ड्याडी होइन छोरी
मैले यिनीहरूलाई भनिसकेँ यिनीहरूको यहाँ कुनै काम छैन भनेर। ल के हेरेर बसिरहे, गइहाल यहाँबाट, सुनेनौ? गेट आउट 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 छिटो। वाहियात केटाहरू। वेट, तिमीहरू जानु पर्दैन। ड्याडी, यिनीहरूलाई रुल्स बताइदिनुहोस्। काम चाहिँ के गर्नुपर्ने हो सर? सर होइन, म इन्डियन आर्मीको रिटायर्ड क्याप्टेन हो, त्यसैले मलाई क्याप्टेन साहब भन्ने। क्याप्टेन साहब, काम चाहिँ के गर्नुपर्ने होला? किन हतारेको? म भनिहाल्छु नि, फलो मी। म जन्मदै उल्टो जन्मेको, टाउकोबाट होइन खुट्टाबाट जन्मेको, त्यसैले यो साला दिमाग जहिले पनि उल्टो चल्छ। म जन्मदै मेरो आमा बित्नुभयो। आमाको काखमा सुत्ने मौका त पाइन। त्यसैले तिम्रो काखमा बसेर दुध होइन रक्सी पिउँदैछु। त्यो साला केटाहरूले काम त मेरो पुरा गरे, तर कहाँ छन् पत्तो छैन। म पत्ता लगाएरै छाड्छु। क्याप्टेन साहब, काम भनेको यही हो त? काम गर्नुभन्दा अगाडि बडीलाई वार्म अप गर्नुपर्छ, नत्र शरीरलाई फिट कसरी राख्छौ? हँ, कम अन। Come on, change. Hey, get it up. Come on, follow me. हवस्। ड्याडी, यिनीहरूलाई छिटो पठाइदिनुहोस्।
मलाई तिमीहरूले पहिला भन्नु पर्दैन 35 दिन बिताउनु छ भने यहाँ किन बिताउने अन्त कतै जाउँ मोज गरेर बिताउँ कसैको वचन त सर्न नसक्ने मान्छेले यहाँ थप्पड खाँदै बस्नु परेछ मेरो कुरा त सुन यार तिमीहरूको कुरा सुन्नु छैन मलाई यहाँ बस्नु मन छैन र बस्दा पनि बस्दिन मलाई त थप्पड पनि माया लाग्न थालेछ यार मलाई पनि त्यस्तै लाग्यो यार आफ्नो लागि नसै हाम्रो लागि भयो नि त बस्दै यार हो त नि बस्दैन यार यो असम्भव छ किन एउटा केटी छ कसरी सम्भव हुन्छ जसले सक्छ उसले पट्याउने यदि पट्टिहाल्यो भने मुज हुन्छ यार के सोच्दैछस् सक्छस् भने आफै पट्टा हामी तीनजनामा जसले पट्याए पनि के फरक पर्छ यार यी केटाहरू कहाँ छन् मलाई थाहा छैन तँलाई थाहा नभए कसरी थाहा हुन्छ म साँच्चै भन्दैछु मलाई थाहा छैन आखिर तिनीहरू गए कहाँ वाह हिजो त कामै छोडेर जान्छु भन्दै थिइस् त आज त उसैको लागि कफी लिएर जाँदैछस् पक पक ल हेरौँ त अब कसरी जान्छस् ए पक न पक ल अब कसरी जाँदो रहेछ हेरौँ त के गर्नु आफू त ड्युटीमा खटिनु पर्छ जाउँ फेरि मार्छ बुढाले शाबाश और एक्सरसाइज गर एक्सरसाइज गरेपछि ज्यानमा फुर्ती आउँछ माथि कर और ऊपर कर चाको शाबाश शाबाश गुड 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 गएको पनि निकै समय भयो अझै आएन के गर्दै होला त्यही त के गर्दै होला शाबाश गरी राख गुड गुड छोडेर जाउँ भने बुढाले मान्दैन के हो निकै समय लगाइस् के गर्दैछस् भित्र के हो यो त गर्दै गयो यो त सफल होला जस्तो छ हामी चाहिँ के गर्ने त यसले त बिताउँछ कि क्या हो मैले पो के गरेँ Thank you. मलाई चाहिँ थ्याङ्क यू मात्रै मेरो लागि कुनै पनि काम जोखिम छैन तपाईँ दाम दिनुहोस् काम भइहाल्छ
लिनुस् पैसा, तर काम भने समयमा हुनुपर्छ। सर, एडभान्स त लिनुभयो, तर कसलाई काम लगाउने? ती केटाहरू त बेपत्ता छन्। साले, तँलाई मैले किन पालेको? के को लागि पालेको? जा, गएर त्यो केटाहरूलाई पत्ता लगा। गइहाल। छोरी, म पनि सँगै जाउँला। होटलको जुन काम छ छँदैछ। मेरो पनि पेन्सन जिग्नु पर्ने छ। ड्याडी, हजुरको पेन्सन कति नै आउँछ र? आखिर यत्रो सम्पत्ति हुँदाहुँदै हजुर किन मरिहत्ते गर्नुहुन्छ? हेर छोरी, हाम्रो सम्पत्ति धेरै छ, मलाई पनि थाहा छ। तर मेरो आधी उमेर आफ्नो देश सेवा छोडेर अर्कोको देश सेवामा बित्यो। त्यसैले छोरी, मेरो पेन्सनको महत्त्व छुट्टै छ। ड्याडी, हजुरले मेरो कुरा बुझ्नुहुन्न। म एक्लै जान्छु भनेपछि एक्लै जान्छु। यसको जिद्दी बानी कहिले गएन। मलाई लाग्छ तपाईँ विशेष काममा जाँदै हुनुहुन्छ, त्यसैले यो दुध। तिमीलाई के लाग्छ यो दुध म पिउँछु? हेर्नुहोस्, जब म सानो थिएँ मेरो आमाले भन्नुहुन्थ्यो शुभ काममा जाने बेलामा सगुन पिएर जानुपर्छ भनेर। यो सब के हो? यो सब म्याडम हजुरको शुभ साइतको लागि हो। पक्नुस् है। अनि यो हजुरको लागि। यस। या। अस्ति थ्याङ्क यू, आज फुल। यस। Excuse me. Please help me. What happened, ma'am? हेर्नुहोस् न, मेरो गाडी तात्ते छ। अब मान्छे यति हट भएपछि गाडी किन नतात्ने? यो के भन्नुभएको? Sorry, nothing. I will help. Don't touch me. Okay, sorry, Baba. Sorry again. यो के गर्नुभएको? बन्द। टच गर्न नपाए हक गर्न त पाइन्छ नि। छोड मलाई।
अब त म फ्री जे गरे पनि भयो जहाँसम्म आए पनि भयो नो डट नो हक डाइरेक्ट अट्याक किन उड्दैछ हेर त्यो बादल कतै भए कि मायामा म पागल साथ पाए मायाको रोग यस्तो आफैमा हराए किन उड्दैछ हेर त्यो बादल कतै भए कि मायामा म पागल
बस्न म छरी पो दिउँ कि किन उड्दैछ हेर त्यो बादल कतै भए कि मायामा म पागल उड्दैछ उड्दैछ हावामा तिम्रो आँचल किन उड्दैछ हेर त्यो बादल कतै भए कि मायामा म पागल। तर यो सबै तिमीले मलाई किन नभनेको? ड्याडी म हजुरलाई सरप्राइज दिन चाहन्थेँ तर ओए धक्का अलि बिस्किट ढका मलाई गाह्रो भयो। त्यसले त हैरान पारिसक्यो यार। अब त केही गर्नुपर्छ। गर्नु खोज्या त हो नि, के गर्ने? हाम्रो दालै गलेन। बरु यसो गरौँ, त्यो केटी हाम्रो भइन त्यसको पनि हुन नदिउँ। हो यार, तैँले ठिक भनिस्। तर त जतिखेर नि यस्तै कुरा गर्छस्। त्यसपछि हामी तिमी कहाँ आयौँ? हामी बदला लिन चाहन्थ्यौँ, त्यसैले उसको डेटिङ टाइममा तिमीलाई पठायौँ। अरे झर्ना, यो के बचपना हो? हेर, तिमीलाई मेरो कसम, आँखा नखोल। किन? यो सब कुरा आफै थाहा पाउँछौ। ओके, भन नि त कुरा के हो? झर्ना, यो के गर्दैछौ तिमी? झर्ना, 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 तिमीलाई त मुकेश उसैको डर मानिरहेको थियौ। इट्स ओके, म तिमीलाई पछि भेट्छु। झर्ना, झर्ना, पहिले मेरो कुरा त सुन। उको म उसलाई चिन्दिनँ, म त तिमी नै भन्ने सोचिरहेको थिएँ। प्लिज झर्ना, बिलिभ मी। मैले सुनेकी थिएँ र आजदेखि पनि कि सबै केटा मान्छेहरू एउटै हुँदो रहेछन्। मैले तिमीलाई कति विश्वास गर्थेँ, कति धेरै माया गर्थेँ, तर तिमीले मलाई आज यो दिन देखायौ। मेरो भावनासँग किन खेल्यौ तिमीले? आइन्दादेखि तिम्रो यो अनुहार त कि तिम्रो छाया पनि हेर्न चाहन्न। सायद तिम्रो ठाउँमा म भइदिएको भए म पनि त्यस्तै सोच्थेँ होला, तर यहाँ कुरा अर्कै थियो। न तिमीले सुन्न खोज्यौ, न मलाई बोल्न दियौ। ठिकै छ, यदि मेरो अनुहार नदेख्दा तिमी खुसी हुन्छौ भने, तिमी म बिना बाँच्न सक्छौ भने, तिमीलाई मेरो अनुहार त के, म तिमीलाई आफ्नो छाया समेत पर्न दिन्न। यो तिमी के भन्दैछौ? मलाई त विश्वासै लागेन। फेरि उसले पनि त बुझ्नुपर्ने कुरा हो कि सत्य के थियो भनेर। तर तिमी चिन्ता नगर, म सम्झाउँछु उसलाई। म गर्छु यो समस्याको हल। हल त त्यहाँ हुन्छ जहाँ कुनै अङ्क हुन्छ। मेरो माया त केवल शून्य हो, जसको न कुनै हल छ न त शेष नै।
तिम्रो कुरा म बुझ्छु, तर मलाई लाग्छ हतारमा निर्णय गर्नु ठिक होइन कि? होइन यार, म जान्छु भनेपछि जान्छु। अब म यहाँ बस्नुको के औचित्य रहेर? आखिर मेरो यहाँ को नै छ र? के रे, के म छैन र? के हाम्रो मित्रता के पनि होइन र? तेरो बाल्यकालको सम्झना यहाँ छ, तेरो बाल्यकालको साथी यहाँ छ। तँलाई माया म तेरो भावनालाई बुझ्छु यार। मानिस भएपछि समयसँग चल्न सिक्नु पर्दो रहेछ। त्यसैले यार यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। हस् त, फेरि फेरि आउँदै गर्नु होला। हस् त। थ्याङ्क यू। नमस्ते। नमस्ते। वाह वाह, कसैको मन राख्न त कोही तिमीबाट सिकोस्। What do you mean? को हो तपाईँ? आफ्नो मान्छेलाई त चिनिनौ भने मलाई चिनेर के नै गर्छौ? मेरो मायाको नासो हो भन्दै कसैलाई लगेर फर्काइदेऊ भन्थ्यो। म उसैको साथी हुँ। एउटा कुरा भन्छु, मायामा विश्वास हुनुपर्छ। तिम्रो माया उसले राम्ररी बुझेको छ, तर उसको माया तिमीले बुझ्न सकिनौ। Yes! किन चुप? मेरो रुल, काम खत्तम, पैसा हातमा। भरे उतै आएर दिउँला नि, हुन्न र?
हेदिनी तिमीहरूको मलाई विश्वास लाग्दैन। आजै हुनुपर्छ। बल्ल ठिक भयो यार। त्यसलाई पैसा दिनु कुनै ठुलो कुरा रहेन, हाम्रो काम त भयो। जे होस् त्यसले राम्रो काम गरी आखिर चखेबाको जोडीलाई छुट्याइदिए यार। तर मलाई त कता कता नर्मल लागिरहेछ यार। बिचरीको मन कति दुख्यो होला। Yes! तिमीहरूले मेरो माया तोडिदियो, म यसको बदला लिएरै छाड्छु। तिमीहरूको यो दोस्ती पनि तोड्दै छाड्छु। ड्याडी, च्यालिनुहोस्, मैले आज हजुरको पल्टनको स्वादमा बनाएकी छु। आज यो के अचम्म भएको? यसरी के हेरेको? अहिलेसम्म तिमीले कहीँ कतै कुनै केटीलाई हेरेको छैनौ? तिम्रो नजरमा पनि कुनै न कुनै जादु छ। नहेर यसरी मलाई डर लाग्छ, कहीँ कतै हाम्रो माया बस्ने पो हो कि? चुप लाग, बन्द गर तिम्रो नौटङ्की। खुर्को यहाँबाट गइहाल। हेर, अस्ति मबाट जानी नजानी गल्ती भयो, मलाई माफ गरिदेऊ प्लिज। यदि तिमीले मलाई माफ दिँदैनौ भने म मर्दिन्छु। सम्झ कि मैले तिमीलाई माफी दिएँ। यसरी के हेरेको? यो भन्दा पहिला कुनै पनि केटीलाई हेरेको छैनौ? साँच्ची भन्नु भने तिम्रो नजरमा जादु छ। यसरी नहेर, मलाई कता कता डर लाग्छ, कहीँ कतै हाम्रो माया बस्ने पो हो कि? बन्द गर तिम्रो नौटङ्की, हुरुक्क यहाँबाट गइहाल। अस्ति मबाट जानी नजानी गल्ती भयो। यदि तिमीले मलाई माफ दिँदैनौ भने म मरिदिन्छु। सम्झ, मैले माफी दिएँ। यसरी के हेरेको? यो भन्दा पहिला कुनै पनि केटीलाई हेरेको थिएनौ? साँच्ची भन्नु त तिम्रो नजरमा जादु छ। यसरी नहेर, मलाई कता कता डर लाग्छ, कहीँ कतै हाम्रो माया बस्ने पो हो कि? बन्द गर तिम्रो नौटङ्की, तिमी यहाँबाट खुर्क गइहाल।
हेर अस्ति मबाट गल्ती भयो, जानी नजानी मलाई माफ गरिदेऊ। यदि तिमीले मलाई माफ गरेनौ भने म मरिदिन्छु। सम्झ, मैले माफ गरिदिएँ। तपाईँ चिन्ता नलिनुहोस् सर, ती केटाहरू अहिले कहाँ छन् मलाई थाहा छ सर। रिटायर क्याप्टेन प्रताप सिंहको घरमा छन् सर। हुन्छ नारायण खतिवडा जो गाडी अगाडि बढा। किन बढाउने गाडी अगाडि? म तँलाई जति पैसा चाहे पनि दिन्छु, गाडी अगाडि बढा। इन्सपेक्टर राठौर,
यो ब्यागमा 1 करोड रुपियाँ छ। मलाई छोड्दे प्लिज। इन्सपेक्टर राठौरले कुनै पनि अपराधीसँग सम्झौता गर्दैन। यो पैसा सबै म तँलाई दिन्छु। तँलाई जिन्दगीभर बसी बसी खान पुग्छ। अब एक शब्द मात्र बोलिस् भने पनि यसमा भएको सबै गोलीहरू तेरो शरीरमा उतारिदिन्छ। थ्याङ्क यू तपाईँलाई एउटा अपराधीलाई समाउन मद्दत गरे बापत। भविष्यमा कुनै अप्ठ्यारो परेमा यो इन्सपेक्टर राठौरलाई सम्झिनुहोला। इन्डियन आर्मीको एक्स क्याप्टेन। साला क्याप्टेन, म तँलाई सुखाउने बात त दिन्न। तिमी यो के गरेको तिमीले? के गरेकी छु र? आफूले माया गरेको मान्छेलाई हक गर्न पनि नपाउने? अरूले हामीलाई देख्यो भने के भन्छन्? के भन्छन्? के पनि भन्दैनन्। बरु म भन्छु, तिमी मलाई सधैँभरिको लागि आफ्नो बनाऊ। बरु तिम्रो त्यो 2 जना साथीहरूले डाहा पो गर्ने हो कि? यो सब कुरा तिमी म माथि छोडिदेऊ। म सम्झाउँछु तिनीहरूलाई। त्यसपछि हामी सोच्न बाध्य भयौँ कतै यो कुरा साँचो पो हो कि। तर एक मनले सोचे यो कुरा सम्भव छैन। तर एक दिनको कुरा थियो, उसको बाबा बिजनेसको सिलसिलाले बाहिर जानुभयो। छोरी, होटल एसोसिएसनको मिटिङ पोखरामा छ, त्यसैले म 2 दिनको लागि पोखरा गइरहेको छु। तिमीलाई के पर्यो भने हजुर ड्याडी, मलाई फोन गर्नु। हजुर रामसँग जानु होला। एन्ड टेक केयर अफ योरसेल्फ। बाई ड्याडी। आखिर त्यस दिनमा जे हुनु थियो भएरै छाड्यो। के भो? किन चुपचाप छौ? के पनि होइन। आज केही न केही त तिमीलाई पक्कै भएको छ। के भो भन न। मैले भनेको कुरा सुन्न सक्छौ? के कुरा? भन न। हामी बीच माया प्रेम छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि तिम्रो साथीहरूले मलाई गलत नजरले हेर्छन्। हो, पिटो मलाई, मार। तर सत्य यही हो, तिम्रो साथी हाम्रो मायादेखि जल्छन्, हाम्रो रिस गर्छन्। यो के गरेको? तिमीले नै भन्थ्यौ होइन डराउनु पर्दैन भनेर। फेरि के भयो? किन डरायो कि? यो के गरेको तिमीले? छोड, छोड मलाई, छोड मलाई, छोड।
राजन देख्यौ होइन मैले भनेको थिएँ नि अब त मेरो विश्वास गर्छौ नि साले गद्दार मैले सोचेको नि थिएन तैँले यस्तो गर्छस् भनेर तँ यो के भन्दैछस् तैँले भन्न खोजेको के हो साला अझ भन्न खोजेको के भन्छस् साले एउटा केटीको लागि तैँले हात हाली छैन साथीलाई तँलाई थाहा नै छैन यो सब त्यो केटीको चाल हो हामी तीनजनाको दोस्ती टुटाउनलाई कुन दोस्तीको कुरा गर्दैछस् त त्यही दोस्तीको जुन बेलामा हामीले भनेका थियौँ जसले सक्छ उसले पट्याउने तर आज बरु सिधै भन्न तँलाई आज जलन भयो मलाई जलन भयो जलिरहेको त तँ छस् बिर्सेस् ती दिनहरू जुन दिन गोजीमा 1 पैसा हुँदैन थियो हल्लिरहेथिस् मका खानालाई हो हल्लिँदै आउँथे म तर एउटा साथी सम्झेर यो होइन कि ठिक छ आज पनि हल्लिँदै जान्छु म तर एउटा कुरा याद राख आजबाट हेर प्रमोद तैँले ठिक भन्दिस् यहाँ बस्नु ठिक छैन भनेर हिँड जाउँ गल्ती तिमीहरूले गरेका छौ म किन जाने यार यो तैँले के भन्दैछस् ठिक यो हुन्छ कि तँ यहाँबाट गइहाल नत्र मेरो हात उठ्न सक्छ आखिर कुरा के हो मलाई तेरो अनुहार हेर्नु छैन खुरुक्क यहाँबाट गइहाल हेर प्रमोद तैँले के भनिरहेछस् त्यो मलाई थाहा छैन जुन कुरा मैले भन्न आएको थिएँ त्यो तैँले भन्ने मौका नै दिनुहोस् तर तैँले एउटा कुरा याद राख यदि कुरा केटीको हो भने त अझै पनि भ्रममा छस् भ्रममा बुझिस् अब त तिमीलाई मेरो विश्वास लाग्यो होला नि साला आफ्नो औकात देखाएको छैन साले तँलाई पनि त्यही कुकुरले टोक्यो होइन त्यसबाट बचेर बस नत्र जिन्दगी अड्केला कुकुरको अड्केको चाहिँ जबसम्म त त्यसको मोजालमा छस् सम्झी म तसँग छैन अब तिमी आफै भन के म गलत थिएँ दोषी त म पनि छैन दोषी तिमीहरू दुवै छैनौ भने तिमीहरूको साथी प्रमोद पनि गलत छैन त्यसपछि के भएको थियो म भन्छु तिमीहरूलाई यस्तो सुनसान रातमा एक्लै के गरेर बसे कि सायद तिनीहरूले गर्दा तिम्रो चित्त दुख्यो होला होइन छाड्देऊ यी सब कुराहरू मै गलत रहेछु मैले तिम्रो कुरामा विश्वास गरिनँ अब त हाँस तिमीलाई थाहा छ त्यो बादल किन गर्दछ मलाई त यस्तो लागिरहेछ कि त्यो मेघगर्जन हाम्रो बिहेको निम्ति
पञ्चे बाजाको धुन हो। तिमीले नै भन्थ्यौ नि हामी एक हुनुपर्छ भनेर। मलाई लाग्छ त्यो शुभ घडी आइसक्यो। तैँले के सोचेको छस् म तँसँग बिहे गर्छु? नो नेभर। यो सब त नाटक थियो, नाटक जो तिमीहरूले मसँग गरेका थियौ। मेरो माया तोडेका थियौ, मलाई माया गर्ने मान्छेलाई टाढा बनाइदेऊ। आज बल्ल थाहा पायो माया भनेको कस्तो हुन्छ, कहाँ दुख्दो रहेछ थाहा छ तिमीलाई। र आज त्यही कुराको बदला लिन यो सब गरेकी हुँ। र आज पुरा भयो, मैले तिमीहरूको दोस्ती तोडिदिएँ। तर यो सब कुराहरू तिमीलाई कसरी थाहा भयो? दिदी भाइ भाइ अचम्म मान्नु पर्दैन, यो मेरो आफ्नै भाइ हो। हिजोसम्म जे जस्तो काम गर्थे त्यो सब यसैको लागि हो। डॉक्टर यस डोन्ट वरी, उपचार गरेपछि निको हुन्छ। तर पैसा चाहिँ अलिक बढी लाग्छ, बरु डिपोजिट चाहिँ गरिदिइहाल्नु होला। मैले त्यो काम छोड्न नचाहेको होइन, तर सुरुमै एडभान्स रकम लिइसकेको थिएँ, त्यसैले पनि त्यो काम गरिरहन बाध्य भएँ। एक दिनको कुरा थियो जब म ड्युटीबाट फर्किरहेकी थिएँ। छोड्दे मलाई। समाउन पाछन् छोड्दे। जबसम्म तिमीले यस्तो काम गरिरहन्छौ तबसम्म तिमीले यस्तो सामना बारम्बार गर्नुपर्नेछ। त्यसो भए म के गरौँ? मेरो कुनै छ र? मलाई माफ गर्दे यार। साले साथी साथीमा नि माफीको कुरा गर्छस्? माफी त तिमीहरूले प्रमोदसँग माग्नुपर्छ। यार हामीलाई माफ गर्दे। हो यार, हामीलाई थाहा थिएन।
प्लिज यार भइगयो छाड्दे यार ती सब कुरा तिमीहरू त यहाँ छौ यहाँ आज धेरै दिनपछि तिमीहरूलाई यसरी देख्दा खुसी लाग्यो। तर योभन्दा पनि वास्तविक खुसी त्यो दिन हुन्छ जुन दिन तिमीहरूले झर्नासँग माफी माग्छौ। हामी त्योसँग माफी किन माग्ने जसले हाम्रो दोस्ती टुटायो? तिमीहरूले पनि त उसको माया टुटाइदियो। हेर मायाको कयौँ रूप हुन्छ, तिमीहरू बीच रेसमा पनि माया छ, तर तिमीहरूले गर्दा उसको पवित्र माया पनि विष बन्न पुग्यो। बरु म त भन्छु अझै केही बिग्रेको छैन। जाऊ उसँग माफी माग र सबै साँचो कुरा भनिदेऊ। मुकुन्दे को मुकुन्दे? तैँले मलाई बिर्से पनि म तँलाई कहाँ बिर्सिन्छु क्याप्टेन। किन के भो? मलाई 2 करोड चाहिन्छ। 2 करोड? किन दिनु मैले 2 करोड? आजभन्दा 1 वर्ष पहिले इन्सपेक्टर राठौरले मलाई समातेर 1 वर्ष जेल हालेको छ। मेरो 1 करोड रुपियाँ क्षति भएको छ तेरो कारणले फौजी, तेरो कारणले। त्यसैले मलाई 2 करोड चाहिन्छ। के रे? यदि तँ मलाई 2 करोड दिँदैनस् भने म तेरो छोरीलाई टुक्रा टुक्रा पारेर तेरै घरमा पार्सल गरेर पठाइदिन्छु। Bastard! I'll kill you! ड्याडी! तैँले ड्याडी! ला कुरा गर। ड्याडी! छोरी तिमी ठिक छ होइन छोरी? ड्याडी ड्याडी यिनीहरूसँग डराउनु पर्दैन। यिनीहरूले मलाई के पनि गर्न सक्दैन। यिनीहरूलाई 2 करोड तक 1 पैसा पनि नदिनुहोस्। यिनीहरूले के गर्न सक्दैन मलाई। छोरीमा आउँदैछु, डोन्ट वरी। छोरीको माया लाग्यो? मलाई 2 करोड चाहिन्छ। मेरी छोरीलाई केही पनि नगर्नु। म 2 करोड लिएर कहाँ हुँ? 2 करोड लिएर मुडेमा आइजु, मुडेमा। तपाईँ चिन्ता नगर्नुहोस्, त्यो कानुनको पनि ठुलो दुश्मन हो। म आउँदैछु। सालाले झर्नालाई किडन्याप गरे जस्तो छ यार। लगा फोन त्यसलाई। साले परमदे, ए साले परमदे, कहाँ छस् त? म कहाँ हुनु? तेरो अखडा भन्दा बाहिर छु। कमिलाको प्वाक आयो भने मर्छ भन्ने कन्फर्म छ। अब तिमीहरू 3 जना पनि मर्नको लागि तयार हो। को मर्ने? पहिला तैँले झर्नालाई छोड। यदि झर्नालाई छोड्नस् भने को मर्छ त्यसपछि थाहा पाउँछस्। आइज, मुडे आइज। खोइले त ओए झर्नालाई छोड्दे, नत्र तेरो काम तमाम गरिदिन्छु म। तमाम त तिमीहरूको गरिदिन्छु साले। ओए जहिले पनि तेरो काम गरिन्थ्यो, अब त पनि गइस्। म होइन, तिमीहरू जान्छौ। ओए यताले के भन्यो? साले उल्टे थर्काइले। म जस्तो कालाइ क्या तेरो? साले थर्काउँछस्? झर्नालाई यदि 1 इन्च तलमाथि केही गरिस् भने तँलाई 6 फिट तल गाडिदिन्छु, बुझिस्? ओए के भन्यो त्यसले? ओए यसले त मुडे बोला यार। जाउँ इन मुडे, जाउँ। आइते। यस बस। त्यो क्याप्टेन बुढो आयो भने छोडे। अरू बीचमा जो आउँछ सबलाई उडाइदे। ओके बस।
आज सब दोस्त हुन्छन् दोस्त जाऊ छोरी 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 क्याप्टेन मेरो 2 करोड खोइ हजुरको 2 करोड छोरी 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 तिमी ठिक छौ छोरी ठिक छु ड्याडी तर यिनीहरूलाई पैसा दिनु न हामी जाउँ हामी यहाँबाट जाउँ के भयो मेरो 2 करोड त पाएँ अब के चाहियो यो त मेरो 2 करोड भयो मैले जेलमा बस्दाको 1 वर्ष त्यो कसले तिर्छ क्याप्टेन मलाई के थाहा कसले तिर्छ मलाई के थाहा एक-एकलाई उडाइदिन्छु मुकुन्दै अघि के भनेको थिइस् रे 1 वर्ष जेलमा बिताएको सजाय कसले तिर्छ रे
त मैले 1 वर्ष अगाडि नै सुरु गरिदिनु पर्ने, नत्र यत्रो लफडाइ हुन्थेन। अब बाँकी जिन्दगी जेलमा गएर सर। इन्सपेक्टर राठौर, बरु मलाई गोली ठोकेर मार्दे, म अपाङ्ग भएर बाँच्न चाहन्न। इन्सपेक्टर साहब, हामी पनि अपराधी हौँ, हामीलाई पनि सजाय दिनुहोस्। त्यो बरुको हो, म तिमीहरूलाई चिन्दिनँ, तर एउटा कुरा, आफ्नो भविष्यको ख्याल राख्नु। मलाई माफ गरिदेऊ। तिमीले ठिक भन्थ्यौ, म भ्रममा थिएँ। गल्ती, भुल हामी मानिसबाट नै हुन्छ। यो सब सच्याउनको निम्ति भगवानले माफी भन्ने शब्द जुराएको छ। अब तिमी आफै भन त, म भगवानको विरुद्ध कसरी जान सक्छु? शाबाश यङ म्यान, मलाई खुसी लाग्यो आज तिमीले मेरो छोरीको मायालाई बुझ्न सक्यो। आज यो सब खुसी उनीहरूको कारणले सम्भव भएको हो। हामी त माध्यम मात्र हौँ, यो सब त सालु र आशिषले गर्दा सम्भव भएको हो। उनीहरू ठिक भन्दैछन्, मलाई आशिषले सबै कुरा भनिसक्यो। मलाई उसैले यहाँ बोलाएको हो। क्याप्टेन साहब, तपाईँको 2 करोड। हस् त, हामी यहाँबाट लाग्छौँ। पर्ख तिमीहरू, हिजोसम्म तिमीहरू मेरो घरमा नोकर भएर काम गरेर बसेको थियो, तर आजबाट तिमीहरूलाई म आफ्नो छोरा बनाउँछु। छोरा। र एउटा कुरा ध्यानले सुन, जबसम्म मान्छेको मनमा स्वार्थीपन बढ्छ तब हामीहरूले यस्तो लफडासँग सामना गर्नुपर्छ। त्यसैले आजदेखि हामी सबै मिलेर स्वार्थलाई त्यागौं। किन उड्दैछ हेर त्यो बादल, कतै भए कि मायामा म पागल। माया